सो हेलो गाइज, स्कुल खोल्ने बेला भइसकेको थियो अनि खास चाहिँ दसैँको होमवर्क नभए पनि दसैँभन्दा अगाडिको होमवर्क थियो अनि धमाधम गर्दै थिएँ। भोक पो लाग्दिरा अनि के खाम भनेर सोचेको एउटा आइडिया पो आइदिरा। मम्मीले मेलाबाट नखाइ ल्याएको चाउचाउ बाँकी थियो अनि त्यसरी छाँदेर खानु पर्यो भनेर धमाधम प्याज काट्नतिर लागे। अब चाउचाउ स्वाद्ने भनेपछि त टमाटर नहाल्ने त कुरै भएन अनि हेरेर टमाटर पनि धमाधम काट्नतिर लागे। अब खोर्सानी पो थिएन अनि हेरेर ठुलमामीको बारीमा गएर 2-3टा खोर्सानी चोरेर ल्याए। अब चोरेर ल्याएपछि नहाल्ने त कुरै भएन अनि दम्मादम काटेर बाटामा हालिदिए अनि चाउचाउलाई माराक मुरुक काराक कुरुक पारेर हालिदिए। फेरि अर्को चाउचाउलाई नि माराक मुरुक काराक कुरुक पारेर हालिदिए अनि चट्ट मसला पनि हाले अनि अलिकति नुनलाई पनि हालिदिए, अलिकति डालमर्च थियो त्यो पनि हालिदिए। अब साँझको चाउचाउ अमिलो त नहाल्ने कुरै भएन अनि खेर अमिलो पनि हालिदिए अनि मजाले घुमाइ मोले अनि हाम्रो चाउचाउ रेडी भइसकेको थियो। अब चाउचाउ स्वादिसकेपछि दिदीलाई त नराखिदिने कुरै भएन अनि अलिकति दिदीलाई पनि राखिदिए अनि कस्तो भयो भने यसो चाखेको मिठो पो भएछ। अनि बाई।